हेलो फ्रेन्ड्स, आज हामी एउटा यस्तो घटनाको बारेमा कुरा गर्दैछौँ जसले 2021मा सम्पूर्ण पाकिस्तान, भारत, नेपाल र दक्षिण एसियालाई नै हल्ल्याएको थियो। एक शिक्षित युवती, एक धनाढ्य युवासँगको मित्रता, विश्वासको हत्या र अन्ततः एक क्रूर अपराध। यो सम्पूर्ण घटनाक्रमले न्याय र महिला सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको थियो। यो कहानी हो नूर मुकादमको। आखिर को थिइन् त नूर मुकादम? आउनुहोस् यस भिडियोमा हामी उनको बारेमा चर्चा गर्नेछौँ। नूरको जन्म 1993 अक्टोबर 23 मा जोर्डनको अमान भन्ने राज्यमा भएको थियो। नूर मुकादम पाकिस्तानका पूर्व राजदूत शौकत मुकादम की छोरी थिइन्। उनको परिवार उच्च स्तरको थियो। नूर एक शिक्षित र सभ्य युवती थिइन्। उनी इस्लामाबादमा बस्थिन् र समाजसेवामा पनि रुचि राख्थिन्। उनका बाबा शौकत मुकादमले साउथ कोरिया र काजाकिस्तान जस्ता ठाउँमा पनि पहिले नै काम गरिसकेका थिए। तारिक थियो 19 जुलाई 2021 को। नूरका बाबा शौकत मुकादम र उनकी पत्नी बिहान नै सपिङ गर्न भनेर घरबाट बाहिर गएका थिए। त्यसपछि उनीहरू साँझ सपिङ गरेर घर फर्किँदाखेरि नूर घरमा थिएनन्। उनले नूरलाई सम्पर्क गर्ने धेरै कोसिस गर्छन्, बारम्बार उनलाई फोन गरिरहन्छन् र SMS पनि गर्छन्, तर नूरको तर्फबाट कुनै पनि मेसेज, कुनै पनि कल आउँदैन। हताश भएर उनले उनका साथीहरूलाई कन्ट्याक्ट गर्ने कोसिस गर्छन्, तर चारैतिरबाट निराशा पाउँछन्, किनभने उनले नूरको बारेमा कसैबाट पनि जानकारी हासिल गर्न सक्दैनन्। तारिक बितेर 19बाट 20 जुलाईमा पुग्छ। बिहानको करिब 10 बजेको समयमा नूरको मोबाइलबाट नूरको आमालाई एउटा भोइस मेसेज आउँछ। त्यो भोइस मेसेजमा के थियो अहिलेसम्म पनि खुलासा भएको छैन। जब नूरको आमाले त्यो भोइस मेसेज सुन्छिन्, उनले त्यो भोइस मेसेज सुन्न साथ उनले नूरका एउटा पुराना साथी जसको नाम थियो जहिर जाकिर जफर, उनलाई सम्पर्क गर्छिन्, तर जहिरले उताबाट फोन काटिदिन्छ। 10-15 मिनटको समय बितिसकेपछि जहिरले आफ्नो साइडबाट नूरको आमालाई फेरि फोन गर्छन् र नूरको आमाले फोन उठाउँछिन् र नूरको बारेमा सोध्छिन्, तर जहिरले नूरको बारेमा केही पनि थाहा नभएको र नूरलाई नभेटेको धेरै भएको, कन्ट्याक्ट पनि नभएको जानकारी नूरको आमालाई दिन्छ। त्यसपछि नूरको आमाले 20 मिनटसम्म जहिरसँग कुरा गर्छिन् र फोन राखिदिन्छन्। नूर जहिरकोमा पनि नभएको खबर पाइसकेपछि नूरका बाबा शौकत मुकादम र आमा एकदमै अतालिन थाल्छन्। उनीहरू चारैतिर नै नूरलाई खोज्न थाल्छन्। खोज्दा खोज्दै साँझ पर्छ र रातको करिब 10 बजेतिर पाकिस्तानको कोहसार पुलिस चौकीबाट नूरको बाबा शौकत मुकादमलाई एउटा फोन आउँछ, सकेदछि छिटै गरेर कोहसार पुलिस चौकीमा आइपुग्नुहोस् भनेर। यो फोन आइसकेपछि नूरको बाबा झन अतालिन्छन् र केही नराम्रो भयो भन्ने सोचेर अतालिँदै पुलिस स्टेसनमा पुग्छन्। कोहसार पुलिस थाना पुगिसकेपछि शौकत मुकादम र उनको पत्नीलाई केही प्रहरीले, केही मान्छेहरू लिएर एउटा यस्तो इलाकामा जान्छन् जहाँ चाहिँ पाकिस्तानको एकदमै धनाढ्य व्यक्तिहरू बस्ने हुन्छन्। त्यो सेक्टर थियो सेक्टर F को 7/4। त्यो एड्रेस कुनै मामुली एड्रेस थिएन। त्यो एड्रेस पाकिस्तानका एकदमै धनाढ्य व्यक्तिहरूमा गनिने जाकिर जफरको थियो। यो नामसँग शौकत मुकादम एकदमै राम्रोसँग परिचित थिए र उनको एकदमै राम्रो चिना परिचय पनि थियो। जब प्रहरीले शौकत मुकादमलाई त्यही घरको एउटा कोठामा लिएर जान्छन्, शौकत मुकादम त्यहाँको दृश्य देखेर एकदमै भक्कानिन्छन्। त्यहाँ उनकै आफ्नै छोरीको लास थियो, जहाँ चाहिँ आफ्नो छोरीको टाउको एकतिर थियो भने सर अर्कैतिर थियो र त्यही साइडमा एउटा पिस्तल पनि थियो र साइड एउटा कुनामा चाहिँ जहिर जाकिर जफरका छोरा र नूरको पूर्व साथीलाई खुट्टा बाँधेर, हात बाँधेर लडाइएको थियो र उनी एकदमै पागल जसरी छिच्याइरहेका थिए। यो दृश्य देखेर नूरको बाबा अतालिएर बाहिर निस्किन्छन्। शौकत मुकादमले लासको शनाखत गरिसकेपछि प्रहरीले लासलाई पोस्टमार्टमको लागि हस्पिटल पठाइदिन्छ भने जहिर जाकिर जफरलाई आफ्नो हिरासतमा लिई प्रहरी चौकीमा लिएर जान्छ र आफ्नो अनुसन्धान अगाडि बढाउँछ। आखिर किन जहिरले नूरलाई मारे त? आखिर उनीहरू बीचको सम्बन्ध के थियो र सम्बन्ध कसरी बिग्रियो भन्ने बारे अनुसन्धान जारी गर्छ र केही समयमा नै यो केसको बारेमा पुरै रिपोर्ट तयार गर्छ। जहिर एकदमै धनाढ्य व्यक्ति हुन्छन्
र नूर पनि एकदमै धनाढ्य व्यक्तिको छोरी हुन्छन्। उनीहरू दुवैजनाको फ्यामिलीहरू पहिलेदेखि नै विदेशमा बस्ने भएको हुनाले उनीहरूको भेट पनि अमेरिकाको न्युयोर्क सिटीमा हुन्छ। दुवैजना त्यहीँ बस्ने त्यहीँ काम गर्ने भएको हुनाले दुईजना एउटा राम्रो साथी बन्छन् र केही समयमै उनीहरूको मित्रता अफियरमा परिणत हुन्छ। नूर र जहिरको सम्बन्धबारे दुवैपट्टिको परिवारलाई एकदम राम्रोसँग थाहा हुन्छ र दुवैजनाको परिवार एकदमै खुसी हुन्छन् उनीहरूको सम्बन्धलाई लिएर, किनभने दुवैजनाको परिवार एकदमै धनाढ्य र उच्च स्तरबाट आउने भएको हुनाले कसैलाई पनि केही कुराको पनि इन्कार थिएन। यो सम्बन्ध केही समयसम्म त राम्रै चल्यो, तर केही समयपछि यो सम्बन्ध बिग्रिँदै गयो, किनभने जहिर एकदमै क्रूर स्वभावका, घमण्डी, रिसाहा र आक्रामक स्वभावका थिए। नूरलाई यो सबै कुराहरू मन पर्दैन थियो। केही समयपछि त जहिरलाई नसा गरेको आरोपमा केही समयसम्म रिह्याबिलिटेसन सेन्टरमा पनि राखियो। त्यसपछि नूर र जहिरको सम्बन्ध एकदम बिग्रिँदै गयो र उनीहरू छुटिन पुगे। त्यसपछि नूर इस्लामाबाद फर्किएर आउँछिन्। केही समयपछि जहिर पनि इस्लामाबाद फर्किएर आउँछ। इस्लामाबादमा आइसकेपछि जहिर र नूरको खासै कुराकानी भएको हुँदैन, तर जुलाई महिनामा नूरले हालखबर सोध्नका लागि जहिरलाई एउटा टेक्स्ट मेसेज गर्छिन्। त्यसपछि जहिरले लगातार नूरलाई फोन गरिरहन्छन् र नूरले फोन उठाउँछिन्। त्यसपछि जहिरले नूरलाई भेट्नको लागि अनुरोध गर्छन्, तर नूरले इन्कार गरिदिन्छन्। त्यसपछि जहिरले नूरलाई आफू 19 तारिकको बिहानको फ्लाइट रहेको बताउँछन्। अमेरिकाको लागि फ्लाइट रहेको बताइसकेपछि नूरले जहिरलाई भेट्नको लागि हुन्छ भनेर भनिदिन्छन्। जहिरले नूरलाई आफ्नै घरमा बोलाउँछन्। त्यसपछि 18 जुलाईको बेलुका राति 10 बजे नूर जहिरको घरमा जान्छन् र जहिरको घरमा पुगिसकेपछि केही समयसम्म त उनीहरूको नर्मल कुरा नै भइरहेको हुन्छ, तर केही समयपछि नूरको फोन बारम्बार बजिरहन थाल्छ। यो देखेर जहिर एकदमै रिसाउँछन्। त्यो बारम्बार फोन गरिरहने व्यक्ति नूरको बाबा शौकत मुकादम थिए। केही समयपछि नूर आफ्नो मोबाइल पाउन सफल हुन्छन्। त्यसपछि उनले हतार हतार आफ्नो आमालाई भोइस मेसेज पठाउँछिन्। यो सबै कुरा जहिरले थाहा पाएपछि नूरलाई एकदमै धेरै टर्चर गर्न थाल्छ र आफूसँग भएको पिस्तल निकाल्छ र नूरलाई सुट गर्न खोज्छ, तर पिस्तलभित्र नै गोली जाम भएको हुनाले पिस्तलले सुट गर्न सक्दैन र पिस्तल त्यहीँ फालिदिन्छ र एउटा चक्कु निकालेर ल्याउँछ। चक्कु निकालेर लिएर आइसकेपछि नूरको घाँटीमा यति चोटि रेड्छ जबसम्म उसको टाउको र गर्दन छुट्टिँदैन तबसम्म नूरलाई प्रहार गरि नै रहन्छ। यो सबै कुरा घरमा भएको सेक्युरिटी गार्डले देखिरहेको थियो र जहिरको आमालाई फोन गरेर यो घटनाबारे जानकारी दिन्छ र जहिरको आमाले हतार हतार रिह्याबिलिटेसन सेन्टरमा फोन गरेर आफ्नो घरमा जान रिह्याबिलिटेसन सेन्टरको मान्छेहरूलाई आह्वान गर्छिन्। त्यहाँबाट 10-15 जना रिह्याबिलिटेसन सेन्टरबाट जहिरको घरमा आउँछन् र भित्र छिर्न खोज्छन्। भित्र छिर्न सक्दैनन्, किनभने भित्रतिरबाट सबैतिरबाट झ्याल र ढोका लगाइरहेको हुन्छ। त्यही समयमा नूर र जहिर रहेको एउटा झ्याल खुल्लै हुन्छ। त्यहीबाट चाहिँ एकजना मान्छे भित्र छिर्न खोज्छन्। त्यही समयमा जहिरले चाहिँ नूरको फ्यामिलीले पठाएको मान्छे हो भनेर हमला गरिदिन्छन्। रिह्याबिलिटेसन सेन्टरको मान्छे पनि त्यतिखेर घाइते हुन्छन्। त्यसपछि अरू अन्य व्यक्तिहरूले उसलाई आफ्नो कब्जामा लिएर पुलिसलाई सूचना दिन्छ र प्रहरी घटनास्थलमा आउँछ। पक्राउ परिसकेपछि जहिरले आफ्नो सबै अपराध स्वीकार गर्छ। सीसीटीभी फुटेजबाटै पुष्टि हुन्छ कि नूर 2 दिनसम्म जहिरको घरमा थिइन्। उनी भाग्न पनि खोजेकी थिइन्, तर गार्डहरूले उनलाई बाहिर निस्किन दिएका थिएनन्। जहिरको बाबा आमा र घरका कर्मचारीहरूमाथि पनि सहयोग गरेको आरोप लाग्छ र अदालतमा अक्टोबर 2021मा अदालतमा यो मुद्दा चल्छ, जहाँ चाहिँ प्रहरीले सीसीटीभी फुटेज, फोन रेकर्ड, डीएनए रिपोर्ट र जहिरको मानसिक रिपोर्टको बारेमा प्रमाणहरू अदालतमा बुझाएका थिए। नूरको बुबा आमा लगातार न्यायको माग गर्दै अदालतमा धाइरहेका हुन्छन्, तर जहिरको वकिलले उनलाई मानसिक रोगी घोषित गर्ने एकदमै धेरै कोसिस गर्छन्, तर चिकित्सालयको रिपोर्टले पुष्टि गर्छ कि उनी अपराध गर्न सक्ने स्थितिमा थिए। त्यसपछि 24 फेब्रुअरी 2022मा अदालतले फैसला सुनाउँछ। मुख्य फैसला: जहिर जफरलाई मृत्युदण्ड दिइन्छ र उनलाई अतिरिक्त 25 वर्षको जेल सजाय दिइन्छ। जहिरका गार्डलाई 10 वर्षको जेल सजाय हुन्छ।
नूरलाई भाग्न नदिएको अभियोगमा, किनभने त्यो समयमा गार्डहरूले नूरलाई भाग्न दिएको भए नूर जीवित रहन्थिन्। त्यो समयमा जस्टिस फर नूर नामक अभियान विश्वभर फैलिन्छ। पाकिस्तानभरि महिला हिंसा विरुद्ध प्रदर्शन पनि हुन्छ। पाकिस्तानको कानुन प्रणालीमाथि ठुलो प्रश्न उठ्छ। यदि एक राजदूतकी छोरी सुरक्षित छैनन् भने अरूको सुरक्षित छन्। नूर मुकादमको हत्या केवल एउटा अपराध थिएन, यो महिला हिंसाको चरम उदाहरण थियो। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? कृपया लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। हामी अर्को पनि यस्तै क्राइमसँग रिलेटेड केसेसहरू लिएर हजुरहरू सामु आउने नै छौँ। त्यतिन्जेलको लागि बाई बाई, सी यू इन नेक्स्ट भिडियो।